कहिलेकाहीँ एउटा चित्रले पूरै राष्ट्रको कथा भन्न सक्छ र यो तस्बिरलाई हेर्दा त्यो कुरा साँचो लाग्छ। आज हामी यही एउटा कलाकृतिभित्र लुकेको आधुनिक नेपाल बन्दाको कथा केलाउँदैछौँ। यो कलाकृति हेर्दा एउटा दृश्य पहेली जस्तो छ, होइन? यसको हरेक कुनामा एउटा कथा लुकेको छ। ल, आउनुहोस् यो पहेलीलाई सँगै सुल्झाउने कोसिस गरौँ र ती राष्ट्र निर्माताको कथा पत्ता लगाउँ जसले इतिहासको धारा नै बदलिदिए। अनि यो सबै कथाको केन्द्रमा हुनुहुन्छ एक व्यक्ति, राजा पृथ्वी नारायण शाह। उहाँको नाम मात्र होइन, उहाँको दूरदर्शिता नै यो सम्पूर्ण चित्रको मुटु हो, जसले सबै कुरालाई एकसाथ जोडेको छ। उहाँको जीवनकाललाई हेर्ने हो भने 1723 देखि 1775सम्म। सोच्नुहोस् त, जम्मा 52 वर्षको जीवनमा उहाँले हिमालयको नक्सा नै सधैँका लागि बदलिदिनुभयो। तर कसरी? कथा त अब सुरु हुन्छ। त्यसो भए यो विशाल अभियान कहाँबाट सुरु भयो त? र अचम्मको कुरा के छ भने यो कुनै युद्धको मैदानबाट सुरु भएन। यो त एउटा कोठाभित्र बनेको परिकल्पनाबाट सुरु भयो, एक राष्ट्रको योजना। अब यहाँ हेरौँ, यो निकै रोचक छ। एकीकरणको पहिलो हतियार तलवार होइन, नक्सा थियो। यो दृश्यले प्रष्ट देखाउँछ कि कसरी उहाँ र उहाँका सहयोगीहरूले कागजमा एउटा राज्यको खाका कोर्दै थिए, जुन पछि गएर वास्तविकता बन्न लागेको थियो। अब नेपालको एकीकरण भन्दा हामी के बुझ्छौँ त? एकछिन कल्पना गरौँ। हिमालयमा छरिएर रहेका दर्जनौं साना आपसमा लडिरहने राज्यहरू, अनि एउटा महत्त्वाकांक्षी अभियान जसले ती सबैलाई जोडेर एउटै शक्तिशाली राष्ट्र बनायो। र यो काममा उहाँ एक्लै हुनुहुन्थेन। यो दृश्यले त्यही कुरा देखाउँछ कि कुनै पनि ठूलो कामको पछाडि एउटा बलियो टिम हुन्छ। यो एकीकरण एक व्यक्तिको सपना मात्र थिएन, यो त एउटा सामूहिक रणनीति र विशेषज्ञहरूको सल्लाहको नतिजा थियो। ल, योजना त बन्यो, तर कागजको नक्सालाई वास्तविक राज्यमा कसरी परिणत गरियो? अब हेरौँ त्यो पाटो जहाँ कलम र तरबार दुवैको प्रयोग भयो। अब त्यो परिकल्पनालाई साँच्चैको बनाउन बल प्रयोग त आवश्यक थियो नै। यो युद्धको दृश्यले त्यही देखाउँछ। किलाहरू जितिँदै थिए, सिमानाहरू बलियो बनाइँदै थिए र टुक्रिएका राज्यहरूलाई एउटै झण्डामुनि ल्याइँदै थियो। र यो लडाईँ केवल साहसले मात्र जितिएको थिएन, जस्तै कि यहाँ देखाइएको तोप। यस्ता हतियारहरूले त्यो समयमा प्राविधिक रूपमा निकै फाइदा दिन्थ्यो। यी केवल औजारहरू थिएनन्, यी एकीकरण अभियानका गेम चेन्जर थिए। त्यसो भए सफलताको सूत्र के थियो त? यो दुई कुराको सन्तुलन थियो। एकातिर दिमाग, मतलब योजना, कूटनीति र परामर्श, र अर्कोतिर बाहुबल, मतलब सैन्य अभियान र प्राविधिक शक्ति। यी दुईको संयोजनले नै असम्भवलाई सम्भव बनाएको थियो। तर एउटा राष्ट्र केवल सिमानाले मात्र त बन्दैन, त्यो त ढुङ्गा र माटोको थोप्रो मात्र हुन्छ। अब कुरा गरौँ उहाँको विरासतको त्यो पाटोको, जसले नेपालको आर्थिक र सांस्कृतिक जग बसाल्यो। अब जाउँ उहाँको आर्थिक दर्शनतिर, जुन यो एउटा वाक्यांशमा समेटिएको छ, स्वदेशी उत्पादनको प्रवर्धन। यो केवल एक नारा थिएन, यो आत्मनिर्भर राष्ट्र निर्माणको एउटा मूल सिद्धान्त थियो। तर स्वदेशीको अर्थ के थियो? यसको मतलब थियो बाहिरबाट सामान किन्ने होइन, आफ्नै देशका शिल्पकारलाई प्रोत्साहन गर्ने, विदेशी प्रभावमा होइन, आफ्नै खुट्टामा उभिने। सोच्नुहोस् त, त्यो समयमा जब विदेशी शक्तिहरू व्यापारको बहानामा साम्राज्य फैलाउँदै थिए, यस्तो सोच राख्नु आफैमा कति क्रान्तिकारी थियो होला। तस्बिरमा देखाइएको यो सुन्दर वास्तुकलालाई हेरौँ न। यो केवल भवन मात्र होइन, यो राष्ट्रको आत्मा हो। यसले देखाउँछ कि पृथ्वीनारायण शाहको लक्ष्य भूगोल जोड्नु मात्र थिएन, उहाँ नेपाली संस्कृति र पहिचानलाई जोगाउन र चिनाउन पनि चाहनुहुन्थ्यो। ल, हामीले रणनीति, युद्ध, अर्थतन्त्र, संस्कृति यी सबै टुक्राहरूलाई एक एक गरेर हेर्यौं। अब यी सबैलाई जोडेर फेरि एकपटक मूल पात्रलाई हेरौं र उहाँको विरासतको सार के हो त्यो बुझौं। अब पृथ्वीनारायण शाहको मुख्य चित्रमा फर्कौं। जब हामीले वरपरका यी सबै कुरा बुझिसक्यौं, उहाँको यो आत्मविश्वासी र दूरदर्शी हेराइको अर्थ अझै गहिरो लाग्छ, हैन त? उहाँ केवल एक राजा होइन, आधुनिक नेपालका वास्तुकार हुनुहुन्थ्यो। अनि यसरी परिकल्पनाको धागो, युद्धको शक्ति र दर्शनको जगले बुनेर तयार भयो एउटा राष्ट्र। त्यो राष्ट्र हो नेपाल। र अन्त्यमा यसले एउटा गहिरो प्रश्न खडा गर्छ, कुनै पनि राष्ट्रको पहिचान कति हदसम्म एउटै व्यक्तिको दूरदृष्टिमा निर्भर रहन्छ?
यो चित्रले के जवाफ दिन्छ भने त्यो प्रभाव हामीले सोचेभन्दा धेरै गहिरो र स्थायी हुन सक्छ।